हाई एभ्रिवान, नमस्ते सबैजनालाई। र आजको मौसम चाहिँ हेर्न सक्नुहुन्छ बिहानको मौसम हो। यो चाहिँ पानी सिमसिम पानी परेको थियो, अहिले चाहिँ रक छ, तर फेरि पनि अझै पानी पर्नु आँटेको छ है। अनि यो चाहिँ हाम्रो घर पछाडिको एउटा योन्चाकको रुख छ। त यो योन्चाकको रुख चाहिँ अलिकति ढल्किनु आँटेको चाहिँ काट्नु पर्यो भनेर चाहिँ यहाँ दुईजना चाहिँ दाजुभाइ भएर चाहिँ काट्नु हुँदैछ। र अहिले चाहिँ अब यति हावाएर आउँछ कि अनि झन् डर लाग्छ रुख लड्छ कि भनेर। र मैले चाहिँ गेट खोलेको थिएँ अनि ठिक्क गाई पनि आयो। यो गाई चाहिँ अब सधैँ आउँछ, हजुरलाई थाहै पनि छ होइन। अनि यसलाई चाहिँ आज केही पनि थिएन, फेरि अनि भात बाँकेको थियो अनि त्यही भात मैले लगेर दिएँ अलिकति। अनि त्यसको पछि चाहिँ म चाहिँ आँगन बढाउन थालेँ। अलिअलि झारहरू भइरहेको थियो अनि सबै झारहरू गर्दै उखाल्दै बढाल्दै अनि यो फुलको पनि तल तल मुनि मुनि हुन्छ नि, त्यो सुकेको पत्ताहरू भइरहेको थियो। अन्त यसलाई पनि मजाले सबै सुकेको पत्ताहरू चाहिँ निकालेँ। अनि हेर्नुहोस् न, यहाँ किराले होला सबै फुलको पत्ताहरू चाहिँ सबै खाएको छ कि, अनि कस्तो खालको भएको छ। अनि यसलाई चाहिँ मजाले सफा गरिसकेँ। र सफा गरिसकेर चाहिँ हिजो चाहिँ के भयो भन्दाखेरि नि रातभरि लाइट थिएन। लाइट त थियो तर भोल्टेज एकदमै कम्ती थियो। र अहिले पनि बिहान पनि हेर्न सक्नुहुन्छ भोल्टेजै छैन। अनि रातभरि नानीहरू न मजाले सुत्नु पाएको छन्, न हामीहरू सुत्नु पाएको छन्। गरम त्यस्तै छ होइन। अब यस्तै दिन भए पनि गरम चाहिँ पुरा हुन्छ। र अहिले चाहिँ म शिवांशलाई पनि उठाइसकेँ बिहान होइन। अनि यहाँ चाहिँ दिदीले अचार बनाउनु हुँदै थियो। अनि हामी चाहिँ बिहान सबै काम सकिसकेर चाहिँ अनि चिया खानु बस्छौँ। हजुरहरू कस्तो गर्नुहुन्छ होइन। कसैलाई त आदत हुन्छ कि बिहान उठ्ने बित्तिकै चिया खाने आदत हुन्छ त्यस्तै खालको। तर हामी चाहिँ अब बिहान चाहिँ उठेर पानी सानी पिएर बिहानको सबै काम सकेर चाहिँ हामी पहिला चिया खानु बस्छौँ, किनकि आराम हुन्छ नि त। नभए काम गर्दै गर्दै चिया खान बस्यो भने फेरि टेन्सन भइरहेको हुन्छ, त्यो काम गर्नु छ त्यो काम गर्नु छ भनेर के। त्यही भएर चाहिँ बिहानको काम सकेर चाहिँ बल्ल चिया खानु बस्छौँ। अनि हिजोको चाहिँ रोटी उब्रेको थियो, किन भन्दाखेरि बाबाले अब बेलुका रोटी नै खानुहुन्छ। र त्यही भएर चाहिँ 2टा रोटी उब्रेको थियो। अनि चियासँग चाहिँ हामीले त्यही रोटी खाने भनेर चाहिँ यहाँ मैले रोटी पनि तताएँ र चिया पनि रेडी भयो। र हेर्न सक्नुहुन्छ आपको चिया र रोटी एउटा एउटा रोटी छ। अरू बेला चाहिँ बिहानको चिया दिदीले बनाउनुहुन्छ र बेलुकाको चिया चाहिँ मैले बनाउँछु। र आज चाहिँ बिहानको चिया मैले बनाएँ भनेर दिदीले मलाई यति फुर्काउनु हुँदैछ। एकदमै मिठो भयो तिमीले चिया बनाएको, आज बिहान तिमीले चिया बनाएको एकदम मिठो भयो भनेर मलाई जिस्काउनु हुँदैछ है दिदीले। अनि छोरी चाहिँ आज बल्ल उठेको छिन् है, किनकि यो चाहिँ हिजोको भिडियो हो, सरी सन्डेको भिडियो हो यो चाहिँ। अनि दिदीलाई हेर्न सक्नुहुन्छ, दिदी चाहिँ जानुभयो काममा लाग्नु थाल्नुभयो। यो चाहिँ के हो भन्दाखेरि खासमा अब जुन रुख काट्नु हुँदै थियो नि त, त्यसलाई चाहिँ अब आरी चाहियो भनेर चाहिँ दिदीले लानु हुँदै थियो। र हेर्न सक्नुहुन्छ हजुरहरूले यसलाई के भन्नुहुन्छ, हामीले चाहिँ निम्बु भन्छौँ है साथी हो। अनि अब कुनै कुनै ठाउँमा कागती भन्नुहुन्छ, कसैले के भन्नुहुन्छ, तर साथी हो हामीले चाहिँ यसलाई निम्बु नै भन्छौँ होइन। हजुरहरूले के भन्नुहुन्छ। र यो चाहिँ निम्बु तल पुरा झरेको थियो, पाकेर चाहिँ झरेको रहेछ। अन्त दादाले यो टिपेर ल्याउनु भएको। र अब यो यति निम्बु त हामीले खान सकिँदैन, अनि यताउति छेउछाउ छिमेकीहरूलाई दिनु पऱ्यो भनेर चाहिँ यो प्लास्टिकमा हालेको छु। र अहिले चाहिँ म डक्टर देखाउन आँटेको, डक्टर मतलब मेरो अस्ति मैले टेस्टहरू गरेको थिएँ नि त, अनि अब रिपोर्ट देखाउनु पर्ने थियो। र त्यही भएर चाहिँ अहिले म जाँदैछु। हुन्छ त साथी हो, बाई अहिलेको लागि। हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट डाउन।